यो चाहिँ बालेनको पार्टी है। आज बालेनले कन्फर्म जित्छ भनेर पार्टी खुवाउनु भएको हैन। यहाँ घुस खाइसक्यो हामीले काटे। ए घुस छैन हौ, पार्टी हो। घुस भन्छ यसलाई, पार्टी भन्छ। खुसियालीमा उहाँले खुवाउनु भएको है पार्टी चाहिँ, फेरि बालेनको पार्टी। अनि यताले चाहिँ हारेको मात्रै, मैले कुनै पार्टीले सपोर्ट गरेको थिएन। सोभित गौतम भन्ने एउटालाई हार्नु पर्ने मात्रै हो। उसले हार भने चाहिँ पार्टी खुवाउने। म कसैको विरोधी मरले रेनु हार्नु पर्यो। के चाहिँ हो त्यस्तो दुश्मन अब सोभिता गौतम? राम्रो मान्छे जितेर उसले तपाईँलाई म बाडाङ बुडुङ छ नि आउँछ बाड्दा मिल्ली जुनी होइन सदाले छ ऊ त बाड्दा सरकार खेपा खेमेरो गाउँ हुँदैन सही पनि देखिया मानो के छ जय घन्टी? अब आजदेखि त कसले जित्ने हो? गाह्रो छ गाइजहरू। अब के गर्नु, जस्तो भए पनि यसो साथीभाइ पार्कतिर बसेका छौँ, खाएको छौँ, त्यस्तै छ होइन। आज चाहिँ हल्का के भन्छ बाहिरतिर निक्लेको माहौल भनेको त्यस्तै हो, ठिकै छ, आनन्दै छ, बसिया छ। अब काम छैन, कतारको माहौल भन्नुहुन्छ नि ठिकै छ, अहिलेसम्म त्यस्तो नराम्रो केही छैन। खबरहरू नेपालमा बस्नेले त्यो हावा न्युज हेरेर होइन डराउनु पर्दैन। हाम्रो कतारमा एकदम ठिक छ माहौल, अहिलेसम्म चाहिँ हामी सन्चै छौँ। त्यही भएर पार्कमा आएर बसेर यसो चिसो खाँदै बसेको गाइजहरू। अब हल्का घाम लागेको छ। आज चाहिँ चुनावी माहौल एकदम हाम्रो नेपालमा चुनावी माहौल चर्किरहेको छ। भोलिदेखि भोट गन्न सुरु हुन्छ होला। भोलिदेखि यसो रमाइलो हुन्छ, कसले जित्छ के जित्छ भन्ने कुरो थाहा पाइहाल्छ। हाम्रो उहाँ घन्टी भनेको कमरेड हुनुहुन्छ, यता भनेको फेरि रुख हुनुहुन्छ। सबैजना आफ्नो आफ्नो होइन। म चाहिँ मलाई पनि थाहा छैन। ल गाइजहरू होइन यस्तै छ जिन्दगीमा। ल तर काङ्ग्रेस टेन्सन काङ्ग्रेस चाहिँ न डाला रङ काङ्ग्रेस चाहिँ भोट परिवर्तन लगाएर जित्दैन एउटा घन्टीमा पछिको रातो चाहिँ खोइ अब जान्छ भनेको उज्याल्ने भोट खेर समानुपातिक छ काकालाई नि फोन गरेँ मैले बेलुका दाइको छोरीहरूलाई दाइहरू सबैले फोन गरेँ अन्त रात फोन गरेँ सोल्टी चाहिँ बोल्नलाई एकदम बिजी हुनुहुन्छ होइन। बागमती प्रदेश क्याप्चर छ अरे पुरा बागमती प्रदेशको चाहिँ पुरा जस्तो 80% जस्तो चाहिँ एक सोल्टीले बोलेकै बुझिँदैन के बोल्नुहुन्छ हुन्छ। हजुर मैले बालेनको पार्टी खाइसकेँ। अब तिनीहरू बालेनलाई सपोर्ट मात्रै गर्छ। यहाँ मान्छेले यो चाहिँ बालेनको पार्टी है। आज बालेनले कन्फर्म जित्छ भनेर पार्टी खुवाउनु भएको होइन। यहाँ घुस खाइसक्यो हामीले काटे। ए घुस छैन हौ, पार्टी हो। घुस भन्छ यसलाई, पार्टी भन्छ। खुसियालीमा उहाँले खुवाउनु भएको है पार्टी चाहिँ, फेरि बालेनको पार्टी। अनि यताले चाहिँ हारेको मात्रै, मैले कुनै पार्टीले सपोर्ट गरेको थिएन। सोभित गौतम भन्ने एउटालाई हार्नु पर्ने मात्रै हो। उसले हार भने चाहिँ पार्टी खुवाउने। म कसैको विरोधी मरले रेनु हार्नु पर्यो। के चाहिँ हो त्यस्तो दुश्मन अब सोभिता गौतम? राम्रो मान्छे जितेर उसले पनि उठाउन नसकेको भएर त्यसलाई मेरो थ्रोबाट चाहिँ त्यसलाई मैले
बाइकबाट नि तपाईले बाइकबाट। यस्तो हेर्नुस् है तपाईको ओडामा सुनाला, रमाला, मिराला। सांसदले त बजेट ल्याउनी हो तपाईको ओडा अध्यक्षले लगायत मेयरले हेर्ने हो नि त तपाईको ओडा होइन, काम भएको छ कि उज छैन। हामी माहौल संसदमा मोबाइल गएर थिए, बोले- मिल्ने बोलेन। त्यो चाहिँ उज्यालो बुझ्नु, तपाईँले मैले खबरदारी देख्न, गर्नु यसैले पर्छ। भिडियो संसदमा। हो मैले दिएको कुरा गरेँ उज्यालो नेपाली देख्न उसले विकास गरेन भनेको होइन पिजिङ हो बा उसले कर्णालीको के अरे उसले रारा अनि मुगु कहाँ कहाँ गएर ट्रेकिङ जाने बेलामा त्यहाँको हरेक चिज चाहिँ टिप्पणी गरेर हजुर। चाहिँ लगेर संसदमा यत्रो घोक्रो फुल्ने गरी बोल्न चाहिँ सक्ने आफ्नो निर्वाचित सुनाला खेपा छ चोइन मला निसले भिडियो हो बा ठ्याक्का थिएको नि त प्लेन भन्दा दाबे नि नियामे सुमी त अब त्यहाँको जनप्रतिनिधि जनप्रतिनिधि भएछ त्यहाँको त्यहाँको जनप्रतिनिधिले पनि सरकारको दमनले भनौँ न थुनिरहेछ सुनाला खेपा पहिला त सम्म त बोल्न सक्छ कम्पनी नि मो भन्नु त अधिकार हो नि त त्यो त तपाईँ एउटा कुरा सेल्सम्यान हो कोसीमाले पहिला कस्तो कुरा गर्छ घरेसी बुढाबुढी त्यसो झगडाहरू क्यान्सिल हेर्दैन क्या क्यान्सिल संसदले। तपाईँ कस्तो घरेसी भन्छ कोरोना चाहिँ डुबाइ विरोधमा उठेको मान्छेलाई तपाईँ घरेसी भन्छ तपाईँले यो सांसदले भएको घरेसी झगडाहरू हेर्ने भनेको ओभर वडा अध्यक्षदेखि लिएर वडा अध्यक्ष त लगेर मेयरले आशा कमाएन नि बाँकी सबै लगेर तुलेको भने यहाँ सुन्नु सुङसीमा है दन्त कम्पनी सबहरु गोविन्द भित्रै गौतम भने देशलाई एकदमै खाँचो छ है। सेल्सम्यान नि सबै भर्का दन्ते त्यो एउटाले नजिक के देशै बिग्रिन्छ सुन न बिग्रिँदैन नि बिग्रिन सक्छ नि। साइलेन्ट 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 म स्पष्ट पार्छु उहाँले सुन सुन बहु आउने विषयबाट मान्छे टेन्डरमा भइदियो योगाले नाना किन बोल्दिनु पर्दा बोल्दैन के हुन्थेन मान्छे कि त बुझ्छ भने हो त्यो मात्रै हो कि त्यति हो कि मैले त्यसलाई पाउँदा यो मारिलो त विकास गरेन मारिलो मलाई कुनै कुरा एउटा गाउँमा घर छ होइन त्यहाँको अध्यक्ष कुनै पनि बडा अध्यक्ष पुलिस छ प्रशासनको र तपाईँले तपाईँको विषयमा असह्य एक शब्द नबोल्दिनु भने चित्त बुझ्छ म दिन खेपा खेपा मिल्दैन जिम्मेवारी व्यक्ति हो नि वडा अध्यक्ष स्वयं लगेर थुन्यो वडा सदस्य लगेर थुन्यो हानि त हुँदैन गान्डी हो सुना चाहिँ साधारण गादा हेम घरको महिलालाई हाल जाला छेवरी कार्ड किन्ने थियो घर घरमै थुतेर बिक्री भने एक त्यसमा शब्दले त्यस्तो बोल्दै खबरदारी अनि यस्तो यो सरकारले ध्यान गरेर गर्न पाउँदैन भन्दा पनि उसले त्यति मात्रै भने भने उसलाई हायो भने तपाईँहरूबाट आएर भएन होला सांसद उसले बोलेन के होला होला होइन मैले हरेक हेरेको थिएँ त्यसको म सबै डिटेल यो निकाल्दै वातावरणमा यहाँ सबै तपाईँ गाउँको तपाईँको जेलमा सम्बन्धित लाउला उम्मेदवार के अरे काङ्ग्रेसबाट प्रतिमा गौतम त्यो ऊ भयो संसद भने संसद भवन नाङ्ले भारे पटाप लाप्से त्यही भएर उहाँको पछि परेछ 6 महिनादेखि नै यो ठाउँमा यस्तो विवाद भयो एउटा हामी यस्तो साथी चिज भाइमा भएन त के भयो अब भन्ने वादविवाद हुन्छ भने त्यो अब देश चलाउने मान्छेको कुरो हैन तर एउटा कुरा अनि साथीभाइ हामी माने एक्जाम्पलको लागि मान्ला 1 2 ए 4 5 6 जना छौँ थिएम कि एउटा कुरा गलत भइरहेछ भने 6 जना मध्ये हो न तिमी दसैँ जाँदा बारका कान्छ पनि हो हैन मिनो नि लाखे गरे नि भने बस्नेले चाहिँ काम गर्ने के अरे विकास गरेर हो टिक खेप हैन कान्छ भने यो त तपाईँले किन त्यो चाहिँ गर्नुभयो खेप अहिले मैले गर नहुने भन्दा मैले बारम्बार अहिले म छैन नि त मैले सपोर्ट लिएको छैन नि मेरो त छिमेकी हो तर भए पनि यसपालि चानस मात्रै नभएर धेरै हामीले आश गरेका छौँ कि दिएको त हो नि हामी राष्ट्रिय स्वतन्त्र पार्टी साढे 3 वर्ष पैसा धेरै आश गरेका छौँ होइन मैले भन्न खोजेको माओवादी र काङ्ग्रेसमा चाहिँ काम गरेको भने चाहिँ बरु काङ्ग्रेसले नै गरेकोलाई गरे भन्नु पर्यो नि त सुबोध सापकोटा तपाईँको जितेर एकदम डेसप लाखी पुरा हुन्थे नि हिरानी हो भन्दा एउटा केही कामै एउटा पुलसम्म बनाउन नसकेका कारणले गर्दाखेरि अब जतिकै भइहाल्यो काङ्ग्रेस पनि छोडेर हामी राष्ट्रिय स्वतन्त्र पार्टीलाई आउन पर्छ पार्टीको आशा र भरोसा त्यहाँ छ लाङलुङ बाङ हो बा अनि यो पनि खाइँदैछ सकेर यता यो हामी चाहिँ खाली बनायो यता चाहिँ भर्खर आइएर अलिक ढिलो भएछ होइन लड्डु खायो एउटा लड्डु हाल्यो यता आज घन्टीको पार्टी हो के हैन मुस्को उहाँ चाहिँ अघि फोनमा बोल्नु हुँदै थियो अहिले चाहिँ खाली हुनु के तपाईँ चाहिँ कुन पार्टी अरे म स्वतन्त्र स्वतन्त्र फेरि म पनि चुपचाप घन्टी छ ल आइसक्यो अब उहाँलाई त भन्दै नभनौँ उहाँ त एकदम प्योर घन्टी हुनुहुन्छ धेरै सपोर्ट छ ओ प्रचण्ड साहब ल ल ल हाम्रो प्रचण्ड हुनुहुन्छ उहाँ चाहिँ चुपचाप घन्टी नै भन्ने मान्छे हैन